ठिक नेपालको कानुन दैवले जानुन् भने जस्तै भएको छ। एका बिहानै राष्ट्रिय परीक्षा बोर्डको बैठक बसेर परीक्षा स्थगित नगर्ने र सञ्चालन गर्ने भन्ने निर्णय गर्दछ। जुन अहिले शिक्षक आन्दोलनमा शिक्षकहरू सडकमा रहेका छन् भने निजामती कर्मचारी वा नेपाल सरकारका कुनै पनि कर्मचारीहरूलाई खटाएर भए पनि परीक्षा सञ्चालन गर्ने, हालको लागि नरोक्ने भन्ने निर्णय गर्दछ भने फेरि साँझ प्रधानमन्त्रीको निर्देशनमा बैठक बसेर प्रधानमन्त्रीले हालको लागि परीक्षा रोक्न निर्देशन दिनुभएको थियो भने त्यही अनुसारले बैठक बसेर अहिले राष्ट्रिय परीक्षा बोर्डले परीक्षा स्थगित गरिएको छ। अब परीक्षा 21 गतेबाट गर्ने निर्णय गरिएको छ भने यसको रुटिन चाहिँ भोलि वा पर्सि 1-2 दिनभित्रै सार्वजनिक गर्ने निर्णय गरिएको छ। अहिले नेपालमा शिक्षकलाई र शिक्षालाई लिएर ठुलो आन्दोलन तथा एकदमै विद्रोह जस्तै भइरहेको छ। एकातर्फी शिक्षकहरू भन्छन् हाम्रो माग पुरा नहुन्जेलसम्म हामी आन्दोलन छोड्दैनौँ र हामी परीक्षा सञ्चालन गर्दैनौँ पनि, गर्न पनि दिँदैनौँ। अर्कोतिर सरकार भन्छ हामी जसरी पनि परीक्षा सञ्चालन गर्छौँ भनेर अडान लिइरहेको थियो भने आज अहिले चाहिँ सो निर्णयलाई र वा सो कुरामा भएर हालको लागि परीक्षा स्थगित गरिएको छ भने यो परीक्षा चाहिँ 21 गतेबाट गर्ने बोर्डले निर्णय गरेको छ। यो कुरा तपाईँलाई कस्तो लाग्यो? नेपाल अहिले यस्तै अवस्थामा चलिरहेको छ।